हेलो एभ्रिवान, वेलकम टु नलेज बुक समरी। आज हामी विश्व प्रसिद्ध मेमोरी गुरु केभिन हर्सलीको उत्कृष्ट कृति अनलिमिटेड मेमोरीको बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। यदि तपाईँ पनि छिटै कुराहरू बिर्सने बानीबाट हैरान हुनुहुन्छ, नयाँ नामहरू सम्झन गाह्रो लाग्छ वा पढेका कुरा दिमागमा अड्याउन सङ्घर्ष गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईकै लागि हो। तयार हुनुहोस्, किनकि यो जानकारीले तपाईको जीवनमा आमूल परिवर्तन ल्याउन सक्छ। केभिन हर्सली जो एक अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर अफ मेमोरी हुन् र विश्व मेमोरी च्याम्पियनसिपका विजेता पनि हुन्। उनी यस पुस्तकमा एउटा महत्त्वपूर्ण कुरा बताउँछन्। हामी मानवहरू हाम्रो दिमागको क्षमताको केवल एक सानो अंश, लगभग 10% मात्र प्रयोग गर्छौँ। बाँकी 90% को अविश्वसनीय शक्तिलाई सही तरिका र प्रभावकारी प्रविधिहरू सिकेर अनलक गर्न सकिन्छ। अनलिमिटेड मेमोरी तपाईलाई ती शक्तिशाली विधिहरू सिकाउने एउटा विस्तृत गाइड हो जसले तपाईको ध्यान केन्द्रित गर्ने क्षमतालाई तीखो बनाउँछ, नयाँ जानकारीलाई बिजुलीको गतिमा सिक्न मद्दत गर्छ र सिकेका कुराहरूलाई लामो समयसँग बलियोसँग दिमागमा राख्छ। यो केवल स्मरण शक्तिको दायरामा मात्र सीमित छैन, यसले तपाईँ समग्र प्रोडक्टिभिटीलाई आकाश छुवाउन सक्नुहुन्छ र तपाईको आत्मविश्वासलाई पहाड जस्तो उच्च बनाउन सक्नुहुन्छ। यस पुस्तकका मुख्य बुदाहरू नम्बर 1 मा रहेको छ, ध्यान केन्द्रित गर्नुहोस्, मल्टिटास्किङको भ्रम त्याग्नुहोस्। हर्सली जोड दिन्छन् कि मल्टिटास्किङ अर्थात् एकै समयमा धेरै कामहरू गर्ने प्रयास गर्न एउटा खतरनाक भ्रम हो। वैज्ञानिक अनुसन्धानले देखाएको छ कि जब एकै साथ धेरैवटा कार्यहरूमा ध्यान दिने कोसिस गर्छौँ, हाम्रो दिमागको कार्यक्षमता 50% सम्म घट्छ र गल्ती गर्ने क्षमता पनि 50% ले बढ्छ। त्यसैले सफलताको कुञ्जी भनेको एउटा समयमा एउटा मात्र काममा पूर्ण रूपमा ध्यान केन्द्रित गर्नु हो। उदाहरणका लागि, यदि तपाईँ कुनै महत्त्वपूर्ण किताब पढ्दै हुनुहुन्छ भने आफ्नो मोबाइल फोनलाई साइलेन्ट मोडमा राख्नुहोस्, टेलिभिजन बन्द गर्नुहोस् र अन्य सबै प्रकारका डिस्ट्र्याक्ट गर्ने तत्त्वहरूबाट टाढा रहनुहोस्। जब तपाईँको दिमाग पूर्ण रूपमा पढाइमा केन्द्रित हुन्छ, त्यसले तपाईँलाई जानकारी गहिरो रूपमा स्मरण गर्न मद्दत गर्छ र लामो समयसम्म याद राख्न मद्दत गर्छ। हरेक दिन कम्तीमा 10 मिनेट एकल फोकस गर्नुहोस्। यस समयमा कुनै पनि अवरोध बिना एउटा मात्र काममा ध्यान दिनुहोस्। यो तपाईँको मेमोरीका लागि नियमित जिम जस्तै हो, जसले तपाईँको एकाग्रताको मांसपेशीलाई बलियो बनाउँछ। नम्बर 2 मा रहेको छ SEE प्रिन्सिपल, जानकारीलाई जीवन्त र अविस्मरणीय बनाउनुहोस्। हर्सलीको SEE प्रिन्सिपल सेन्सेस, एक्जाजरेसन, एनर्जाइज, स्मरण शक्तिलाई बढाउने एउटा शक्तिशाली त्रिवेणी हो। यसले कुनै पनि जानकारीलाई रमाइलो, कल्पनाशील र सजिलोसँग सम्झन लायक बनाउँछ। यस फर सेन्सेज, आफ्नो 5 ज्ञानेन्द्रियहरू देख्ने, सुन्ने, छुने वा स्वाद लिने र गन्ध लिने क्षमतालाई प्रयोग गर्नुहोस्। सकेसम्म धेरै इन्द्रियहरूलाई संलग्न गराएर जानकारीलाई आफ्नो दिमागमा राख्नुहोस्। ई फर एक्जाजरेसन, जानकारीलाई असामान्य र हास्यास्पद बनाएर प्रस्तुत गर्नुहोस्। जति अनौठो र अविश्वसनीय दृश्य तपाईँ कल्पना गर्नुहुन्छ, त्यो तपाईँको दिमागमा त्यति नै बलियोसँग टाँसिन्छ। ई फर इनर्जाइज, जानकारीलाई ऊर्जावान, गतिशील र रङ्गीन बनाउनुहोस्। स्थिर र निरस चित्रहरूको तुलना गतिशील र रङ्गीन दृश्यहरूसँग हाम्रो दिमागले छिटो र सजिलै याद गर्छ। उदाहरणका लागि, यदि तपाईँले लेखकको नाम हर्सली सम्झन चाहनुहुन्छ भने एउटा विशाल शक्तिशाली घोडा ब्रुसलीसँग कराटे खेल्दै गरेको एउटा रङ्गीन र हास्यास्पद दृश्य कल्पना गर्नुहोस्। घोडाले लात हानेको र ब्रुसलीले किक रोकेको आवाज सुन्नुहोस्। यो अनौठो र जीवन्त दृश्य तपाईँको दिमागमा सधैँका लागि अडिनेछ। नम्बर 3 मा रहेको छ मेथड अफ लोसी, स्मरण शक्तिको लागि मानसिक महल। यो विधि विश्व मेमोरी च्याम्पियनहरूले प्रयोग गर्ने सबैभन्दा पुरानो र शक्तिशाली विधिहरूमध्ये एक हो। यसमा तपाईँले आफ्नो दिमागमा एउटा परिचित ठाउँ जस्तै आफ्नो घर, कार्यस्थल वा कुनै पनि मनपर्ने बाटोको विस्तृत रूपमा मानसिक नक्सा बनाउनुहुन्छ र सम्झन चाहेको जानकारीलाई त्यस नक्सामा विभिन्न स्थानहरूमा राख्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईँले बजारको लागि एउटा सूची सम्झन चाहनुहुन्छ जसमा दुध, स्याउ र रोटी छन् भने आफ्नो घरको प्रवेशद्वारमा दुधको एउटा ठुलो ग्यालन लडिरहेको कल्पना गर्नुहोस्। बैठक कोठाको सोफामा स्याउको एउटा विशाल रुख फलेको देख्नुहोस् र भान्साको टेबलमा रोटीको एउटा अग्लो पहाड बनेको कल्पना गर्नुहोस्। जब तपाईँलाई ती चिजहरू याद गर्नुपर्ने हुन्छ, तपाईँ केवल आफ्नो मानसिक
घरमा घुम्नुहुन्छ र ती हास्यास्पद दृश्यलाई सम्झनुहुन्छ। यस तरिकाले तपाईँले कहिले केही पनि बिर्सनुहुन्न। हर्सलीले स्वयं यही अविश्वसनीय विधि प्रयोग गरेर पाईको 10,000 भन्दा बढी अङ्कहरूलाई अचूक रूपमा सम्झिएका थिए। नम्बर 4 मा रहेको छ पेग मेथड। दिमागमा जानकारी झुन्ड्याउने ह्याङ्गरहरू। यो विधिले तपाईँको दिमागमा जानकारीलाई ह्याङ्गर जस्तै टाङ्न मद्दत गर्छ। यसमा तपाईँले 1 देखि 10 वा त्योभन्दा बढीसम्मका सङ्ख्याहरूलाई केही राइमिङसँग उस्तै ध्वनि भएका शब्दहरूसँग जोड्नुहुन्छ र त्यसपछि सम्झन चाहेको जानकारीहरूलाई ती शब्दहरूसँग कल्पनात्मक रूपमा जोड्नुहुन्छ। उदाहरणका लागि 1 देखि 10 सम्मका सङ्ख्याहरूका लागि केही सामान्य राइमिङ शब्दहरू यस्ता छन्। 1 = 1। एउटा ठुलो वन कल्पना गर्नुहोस्। त्यसमा तपाईँले सम्झन चाहेको पहिलो कुरालाई राख्नुहोस्। उदाहरणका लागि यदि पहिलो चिज माया हो भने एउटा मायाले भरिएको वन कल्पना गर्नुहोस्। यसरी नै तपाईँ अन्य सङ्ख्याहरूका लागि पनि राइमिङ शब्दहरू बनाउन सक्नुहुन्छ र जानकारीलाई तिनीहरूसँग जोड्न सक्नुहुन्छ। यो तरिका लामो सूचीहरूलाई सजिलै र क्रमबद्ध रूपमा सम्झनका लागि अत्यन्त उपयोगी छ। नम्बर 5 मा रहेको छ निरन्तर अभ्यास र समीक्षा। स्मरण शक्तिलाई स्थायी बनाउनुहोस्। हर्सले स्पष्ट रूपमा भन्छन् कि स्मरण शक्ति सुधार गर्न कुनै जादुको छडी घुमाउनु जस्तो होइन, बरु यो एक व्यवस्थित प्रक्रिया हो जसलाई निरन्तर अभ्यास र नियमित समीक्षाको आवश्यकता पर्दछ। नयाँ सिकेका जानकारीलाई लामो समयसम्म आफ्नो दिमागमा स्थायी रूपमा राख्नको लागि त्यसलाई नियमित अन्तरालमा दोहोऱ्याउनु महत्त्वपूर्ण छ। रिभ्यू सेड्युल बनाउनुहोस्। हर्सलीले एउटा प्रभावकारी रिभ्यू सेड्युल बनाउन प्रोत्साहन गर्छन्। नयाँ जानकारी सिकेको 1 घण्टापछि, 1 दिनपछि, 3 दिनपछि, 7 दिनपछि, 14 दिनपछि, 21 दिनपछि र त्यसको हरेक 2 महिनामा एकपटक रिभ्यू गर्नुहोस्। यो नियमित रिभ्यूले जानकारी तपाईँको अल्पकालीन मेमोरीबाट दीर्घकालीन मेमोरीमा स्थानान्तरण गर्न मद्दत गर्छ र तपाईँले त्यसलाई कहिल्यै बिर्सनुहुन्न। यो ज्ञानलाई वास्तविक जीवनमा कसरी प्रयोग गर्ने त? विद्यार्थीहरूको हकमा भन्ने हो भने परीक्षाको तयारी गर्दा महत्त्वपूर्ण तथ्यहरू, गणितीय सूत्रहरू र विभिन्न परिभाषाहरूलाई सजिलै सम्झन यी शक्तिशाली विधिहरू प्रयोग गर्नुहोस्। इतिहासका घटनाक्रमहरूलाई लोसी विधि प्रयोग गरेर आफ्नो घरका विभिन्न कोठाहरूमा राख्नुहोस् वा विज्ञानका सूत्रहरूलाई पेग विधिबाट प्रयोग गरेर याद गर्नुहोस्। सामान्य जीवनमा मानिसहरूले यसलाई किनमेलको सूची, महत्त्वपूर्ण फोन नम्बरहरू, विभिन्न व्यक्तिहरूको जन्मदिन वा वार्षिक उत्सव जस्ता महत्त्वपूर्ण मितिहरू सम्झन यी विधिहरू प्रयोग गर्नुहोस्। आफ्नो साथीभाइ र आफन्तहरूको फोन नम्बरलाई पेग विधि प्रयोग गरेर सधैँका लागि याद राख्नुहोस्। अनलिमिटेड मेमोरी केवल स्मरण शक्तिको बारेमा मात्र होइन, यो तपाईँको दिमागको असीमित सम्भावनाहरूलाई अनलक गर्ने एउटा मार्ग हो। केभिन हर्सलीको यो महत्त्वपूर्ण भनाइलाई सधैँ याद राख्नुहोस्। तपाईँको मेमोरी तपाईँको जिम्मेवारी हो। सही ज्ञान, प्रभावकारी प्रविधिहरू र निरन्तर अभ्यासको माध्यमबाट तपाईँले आफ्नो दिमागलाई एउटा अद्भुत सुपर पावरमा बदल्न सक्नुहुन्छ। त्यसैले आजै यो पुस्तक पढ्न सुरु गर्नुहोस् वा हाम्रो भिडियोमा दिएका महत्त्वपूर्ण टिप्सहरूलाई आफ्नो जीवनमा लागू गर्न थाल्नुहोस् र आफ्नो स्मरण शक्तिमा आउने अविश्वसनीय परिवर्तनलाई अनुभव गर्नुहोस्। के तपाईँलाई यो विस्तृत जानकारीमूलक भिडियो मन पर्यो? यदि हो भने कृपया यसलाई लाइक, सेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। तल कमेन्ट सेक्सनमा हामीलाई लेखेर बताउनुहोस् कि तपाईँलाई सबैभन्दा कुन मेमोरी विधि रोचक लाग्यो वा के तपाईँले यो अद्भुत पुस्तक कहिले पढ्नु भएको छ? तपाईँ कुन पुस्तकको सारांश हेर्न चाहनुहुन्छ? हामीलाई आफ्नो बहुमूल्य सुझावहरू दिनुहोस्। तपाईँको निरन्तर साथ र समर्थनको लागि धेरै धेरै धन्यवाद। हामी छिटै अर्को ज्ञानवर्धक भिडियोमा साथमा भेट्ने नै छौँ। हस्त, धन्यवाद।